प्रधानमन्त्री बालेन शाहको गति खराएको जस्तो छ, मन्त्रीहरू अझै पनि कछुवाको शैलीमा छन्। सरकारका 7 मन्त्री जो अत्यन्तै आश गरिएका पात्र हुन् र महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा छन्, तर तिनै पात्र 100 दिन नपुग्दै विदाई गर्नुपर्ने हालतमा पुग्दैछन्। नम्बर 1, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई जनगणनाको जिम्मा दिने हो भने नेपालको जनसंख्या जम्मा 3 जना हुनेछ, किनकि रवि, बालेन र आफू बाहेक अरूलाई यिनले मान्छे नै गन्दैनन्। स्वर्णिममा जति विज्ञ हुँ भन्ने घमण्ड छ, त्यसको आधा मात्र काम गरेको भए अहिले नेपालको आर्थिक अवस्था सुधारतर्फ जान्थ्यो। त्यो पनि नभए केही संकेतहरू पक्का देखिन्थे। हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेशनल युनिभर्सिटी पढेको, UNDP-मा काम गरेको र थुप्रै देशमा आर्थिक नीति निर्माण तहमा बसेर छाप छोडेको व्यक्तिलाई विज्ञतामा प्रश्न उठाउने ठाउँ पनि छैन। तर यिनलाई अन्य सबै देशको अवस्था थाहा छ। आफ्नो देश सुहाउँदो आर्थिक नीति र सुधार कसरी गर्नुपर्छ त्यसबारे चाहिँ अलमलमा देखिन्छन्। नेपालको हकमा उनको विज्ञताले कहीँ कतै काम गरेको पाइँदैन। अर्थमन्त्री बने शेयर बजारले पत्याएन। अर्थतन्त्रका सूचकमा सुधार आउने कुनै संकेत छैन। न निजी क्षेत्र उनलाई लिएर उत्साही छ। पहिले वैदेशिक ऋणको चर्को विरोध गर्ने उनी अहिले ऋण नलिई सुत्न समेत पाइँदैन भन्दैछन्। नम्बर 2, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल। पूर्वाधार क्षेत्रमा मन्त्री सुनिल लम्साल प्रधानमन्त्री बालेन शाहका मित्र मात्र हुन्। चिया खान जाने, रमाइलो गर्न सँगै जाने, उदाउँदै काठमाडौँ महानगरमा बालेनकै सचिवालयमा बसे। अहिले मन्त्री पनि बालेनकै साथी भएर हो। योग्यताका हिसाबले इन्जिनियरिङ ब्याकग्राउन्डको भएकाले विज्ञ नै हुन्, तर खास औचित्य देखिएन। यही मन्त्रालय हो जेनजीको सरकारमा मन्त्री बनेका कुलमान घिसिङ हुँदा अत्यधिक चलायमान थियो। धमाधम काम हुन्थ्यो। कुलमानले ठाउँको ठाउँ एक्सन लिएर कार्यान्वयन गराउँथे। अहिले यो मन्त्रालयको खास उपलब्धि बाहिर आएको छैन। आफ्नो विश्वासपात्र भएकै कारण बालेन शाहले गृहमन्त्री बनाउन चाहेका थिए, तर सुदन गुरुङलाई ल्याउनै पर्ने भएपछि लम्साललाई पूर्वाधारको जिम्मा दिएको देखिन्छ। विभिन्न मन्त्रालयमा गाभ्ने क्रममा यो मन्त्रालय निकै शक्तिशाली बनेको छ। शहरी विकास, खानेपानी र भौतिक पूर्वाधार तथा यातायातलाई जोडेर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ। मन्त्रालय जति शक्तिशाली भए पनि मन्त्रीको काम भने देखिने गरी खास केही पनि बाहिर आएको छैन। लम्सालको सबैभन्दा ठूलो उपलब्धि ठेक्का अलपत्र पार्ने केही ठेकेदारलाई पक्राउ गराए। धेरै 2 दिनमै छुटे। देश निर्माणको सबैभन्दा ठूलो जिम्मेवारी लिएकै मन्त्रालयको अवस्था चिन्ताजनक छ। नम्बर 3, परराष्ट्र मन्त्री शिशिर खनाल। न कूटनीतिक चातुर्यता, न केही गरौं भन्ने इच्छा शक्ति। बालेन सरकारको सुरुवाती 2 महिनामा कुनै क्षेत्र तहस नहस देखियो भने त्यो परराष्ट्र र कूटनीति नै हो। मन्त्री बन्ने निश्चित भएपछि शिशिर खनालको फुर्ती कम्ता थिएन। पत्रकारले एउटा प्रश्न सोध्दा पहिला अनुमति लिएर मात्र प्रश्न सोध्न र भेट गर्न निर्देशन दिन्थे। रवाब राजा महाराजाको जस्तो देखाएर के गर्नु? काम गर्ने भाती नभएपछि न विदेशीसँग अडानका साथ कुरा राख्न सक्छन्, न बालेनले भने अनुसार नेपाल सरकारको चाहना व्यक्त गर्न सक्छन्। हालै भारतका विदेश सचिव विक्रम मिश्रीलाई कूटनीतिक मर्यादा विपरीत प्रधानमन्त्रीसँग भेट गराउने आश्वासन दिए, तर बालेनले भेट्न नचाहेपछि मिश्रीले भ्रमण रद्द गरे। अहिले भारत नै बालेनसँग रुष्ट बनेको छ। उनीबाट पार नलाग्ने देखेर हुनुपर्छ। कूटनीतिक क्षेत्रलाई बालेन आफैले डिल गरिरहेका छन्, अनि खनाल नाम मात्रका मन्त्री मन्त्रालयमा माखा धपाएर बस्न बाध्य देखिन्छन्। नम्बर 4, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ। बालेन क्याबिनेटमा विराज भक्त श्रेष्ठ पनि मन्त्री छन् भन्ने कुरा नागरिकलाई हेक्का नहुन पनि सक्छ। टक्क खाइलाग्दो कद भएका, लाउड एन्ड बोल्ड छवि बनाएका विराज भक्त अहिले गुमनाम छन्। रासपाकै कार्यकर्ताले समेत उनलाई बिर्सेने बेला भइसक्यो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा 2 महिनाको अवधिमा उनले के काम गरे स्वयंलाई पत्तो देखिन्न। विगतमा यस मन्त्रालय सम्हाल्दा जनार्दन शर्मा, गोकर्ण विष्टदेखि कुलमानले कत्रो चर्चा कमाएका थिए। अहिले श्रेष्ठका लागि यो मन्त्रालय बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भएको छ। मन्त्रीलाई फनफनी गुमाएर कर्मचारी सेटिङमै व्यस्त छन् भन्ने खबर पनि छ। नम्बर 5, शिक्षा मन्त्री सस्मित पोखरेल। जाउँ कहाँ, बोलौँ के, नबोलौँ पनि सुख छैन। बोल्न तम्सियो ढङ्ग पुग्दैन। त्यसो त यिनलाई नेपाली भाषा फुटाएर बोल्न पनि सकस्पर छ, तर जिम्मेवारी शिक्षा मन्त्रालयको छ। कामले कुनै चर्चा नपाए पनि अभिव्यक्तिकै कारण सस्मित प्राय चर्चामै छन्। शैक्षिक सत्र कहिले सुरु गर्ने, भर्ना अभियान कसरी सञ्चालन गर्ने, पाठ्यक्रमदेखि विधाको विषयसम्म उनको निर्देशन पालना भएनन्। एउटै विद्यालयले पटक पटक भर्ना शुल्क लिन नपाउने सरकारले निर्णय गर्यो। अहिले शैक्षिक सत्र चलिरहेको छ। भर्ना शुल्क र रकम मनोमानी असुलिएको छ। पोखरेलको आलो काँचो पारा देखेर होला सरकारवालाहरूले शिक्षा क्षेत्रका कुनै पनि योजना अघि सार्नु परे सिधै बालेनलाई भेट्ने गरेका छन्। सायद मन्त्रालयमा काम गर्ने मेसो नपाएरै होला सस्मित आजभोलि फेन्सी पसल उद्घाटनतर्फ केन्द्रित बनेको देखिन्छ। नम्बर 6, संचार मन्त्री विक्रम तिमल सिन्हा। संचार क्षेत्रमा लामो समय काम गरेको अनुभव भएका तिमल सिन्हा सोही क्षेत्रको सर्वोच्च पदमा छन्, तर उनले आफ्नो कार्यकाल सुरु भएको 1 महिना बित्न नपाउँदै संचार क्षेत्रलाई धराशायी बनाउने गरी
सरकारी विज्ञापन निजी सञ्चार माध्यममा बन्देज लगाउने निर्णय गरे। विज्ञापन त रोकिए यो क्षेत्रको उत्थानका लागि 2 महिनाको अवधिमा उनले सिन्को भाँचेको थाहा छैन। उनी सूचना तथा संचार मन्त्री बनेपछि पत्रकारमाथिको आक्रमण बढेको छ। छोटै अवधिमा विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गरेको उनले पत्रकारको पेशागत सुरक्षालाई प्राथमिकता दिएको पाइँदैन। 24 घण्टामा लाइसेन्स उपलब्ध गराउने घोषणा गरे। नागरिकले त्यो सुविधा पाएका छैनन्। हतारमा छाप्न खोज्दा ड्राइभिङ लाइसेन्सको गुणस्तर ध्वस्त पारिएको छ भने चिप्स नै झिकिएको छ। नम्बर 7, निशा मेहता। सरकारले सबैभन्दा अपरिपक्व व्यक्तिलाई अत्यधिक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दियो भने त्यो स्वास्थ्य मन्त्री निशा मेहतालाई हो। न उल्लेख्य योग्यता, स्टाफ नर्सको काम गरेकी उनलाई विशेषज्ञ डाक्टर र सिंगो स्वास्थ्य क्षेत्र नियमन गर्नुपर्ने मन्त्रालयको जिम्मेवारी दिइयो। यो त डाक्टर भगवान कोइरालाको मुटु स्टाफ नर्सले चेक जाँच गरे जस्तै भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता जनताको भन्दा व्यक्तिगत काममा बढी लिप्त भएपछि रासोपाले आचरण सुधार्न चेतावनी दिएको थियो। त्यसपछि पनि उनले देखिने र सुनिने गरी काम गर्न सकिनन्। त्यसैले रासोपामा उनको मन्त्री पद धरापमा रहेको चर्चा छ। भन्दा बढी आश गरिएका 7 मन्त्रीकै अवस्था यो छ भने अन्यको झन् के होला चर्चा गरी साध्य छैन।